यति बेला चाहिँ हामी यो सुनधारा हो। यो यो यी ढुङ्गे धाराहरू चाहिँ हाम्रो यति ऐतिहासिक ढुङ्गे धाराहरू हुन्। यी धाराहरूको मूल पानी चाहिँ यो शिवपुरीको डाँडाहरू, यताको डाँडाहरूबाट चाहिँ त्यो बेलाका शासक राजाहरूले चाहिँ त्यहाँबाट चाहिँ त्यो पानी चाहिँ अन्डरग्राउन्ड गरेर चाहिँ तल जमिनबाट चाहिँ लिएर यहाँ चाहिँ पानी आउँथ्यो। अनि यो पानी आएर चाहिँ यहाँ सुनकै धारा थिए भन्ने मान्यता थिए गरे। अनि पछि चाहिँ जब चाहिँ काठमाडौँ चाहिँ एकदम धेरै विकसित हुन थालिसके पछाडि चाहिँ पानी जमिन खन्दा त्यो मूलहरू नै फुटी चकनाचुर भइसके पछाडि चाहिँ यहाँ पानी आउन बन्द भएको यो ठाउँ सुनधारा आजभन्दा मलाई एकदम पहिला धेरै आएको। अनि यो ठाउँ चाहिँ अहिले जस धरहराले चाहिँ यसरी क्याप्चर गर्दाखेरि चाहिँ मान्छेहरू कमै आउन पाइरहेका छन्। जो टिकट काटेर आएपछि यो ठाउँ हेर्छन्, नत्र हेर्दैनन्। तर बुढापाका र समग्र कर्णालीको लागि चाहिँ सुनधारा चाहिँ एकदम सबैभन्दा पपुलर ठाउँ हो पहिलेदेखिको। यहाँ आउँदाखेरि चाहिँ छुट्टै अलिक पुरानो दिनहरूको याद आयो होइन। क्यामेराम्यानलाई धन्यवाद।